यसपालि बंगाल इलेक्सनमा हामीले दार्जिलिङले पढेकोलाई पटाउने कि अनपढलाई पटाउने? पढेकोलाई पटाउने कि अनपढलाई पटाउने? त्यही कारण पहाडवासीले पनि बुझ्नुपर्छ। कलकत्तामा हेरेको छ गोर्खाहरुमा पढेको व्यक्ति छ कि छैन भनेर। जय गोर्खा, जय गोर्खा, जय गोर्खा। र हामीले 2017 देखिको पहाडमा त्यो राम्रो सोचको, राम्रो विचारको परिवर्तन यात्रामा निस्केको थियौं र आज यस यात्रामा धेरै सहयात्रीहरू छन् अनि यो यात्रामा धेरै संघर्ष गरेर हामी यहाँसम्म आइपुगेको छौं अनि यो संघर्ष अझै बाँकी छ। यो यात्रामा हामीले धेरै इलेक्सन आयो, इलेक्सन हार्यौं पनि जित्यौं पनि, तर हामीले यो यात्रा यथावत राखिरहेछौं किनभने पहाडलाई शान्ति र समृद्धि विकसित पहाड बनाउनु छ। र तपाईहरुलाई म लामो बोल्दिन किनभने अझै यहाँबाट हामी लामो हिँडेर जानु छ। र यसपालि हामीले दार्जिलिङबाट विजय कुमार राई सरलाई हामीले अगाडि राखेको छौं र उहाँको परिचय दिँदा उहाँको गभर्नमेन्ट हाई स्कुलको रिटायर हेडमास्टर हुनुहुन्छ। उहाँको क्वालिफिकेसन एमए बीएड, साहित्यिक क्षेत्रमा सामाजिक संस्थानमा विभिन्न सम्मान पुरस्कारहरू पुरस्कृत भएको व्यक्ति, 50 भन्दा बढी पुस्तक पुस्तिका उहाँले लेखक अनि सम्पादक गरेका छन्। उहाँले जिल्ला स्कुल बोर्डमा चेयरम्यानको, प्राइमेरी एजुकेसन डिपार्टमेन्टको चेयरम्यानको पोस्टमा काम गरिसक्नु भएछ। त्यसपश्चात स्कुल सर्भिस कमिसनका चेयरम्यान पनि उहाँले, त्यो औदा पनि उहाँले काम गरिसक्नु भएको छ। र म लामो नबोली दार्जिलिङवासीलाई एउटै कुरा भन्छु, हामीले स्टेट इलेक्सनमा हामीले गोर्खाको स्वाभिमानको लागि योग्य व्यक्ति, शिक्षित व्यक्ति हामीले पठाएको छौं। अनि उहाँ मात्रै हैन, उहाँको परिवारमा उहाँको श्रीमती हिल युनिभर्सिटीमा रेजिस्टरमा नियुक्ति हुनुभएको छ। उहाँहरूले यस पहाडको लागि, शिक्षाको लागि धेरै काम गर्नु भएको छ। र यसपालि बंगाल इलेक्सनमा हामीले दार्जिलिङले पढेकोलाई पटाउने कि अनपढलाई पटाउने? पढेकोलाई पटाउने कि अनपढलाई पटाउने? त्यही कारण पहाडवासीले पनि बुझ्नुपर्छ। कलकत्तामा हेरेको छ गोर्खाहरुमा पढेको व्यक्ति छ कि छैन भनेर। कलकत्तामा स्टेटमा हेरेको छ गोर्खाहरुले कति पढेको छ, गोर्खाहरुले पढेको मान्छेलाई पठाउँछ कि अनपढलाई पठाउँछ, त्यो कलकत्ताले हेरेको छ। हेर्नुहोस्, यो गोर्खाहरुको स्वाभिमानको कुरा आउँछ। यसपालि गोर्खाहरुको स्वाभिमानको कुरा आउँछ। त्यही कारण जति पनि म विद्यार्थी नानीहरूलाई, कलेजको नानीहरूलाई, जति पनि शिक्षित जमातहरूलाई तपाईहरुलाई रिक्वेस्ट गर्छु, हामी शिक्षाविद मान्छेलाई पठाउनु पर्छ र मात्रै दार्जिलिङको भविष्यको निर्माण हुन्छ। एउटा घमण्ड गर्नुपर्छ हामीले पनि, हाम्रो गोर्खाहरुमा पनि एमएलए हुने पढेको व्यक्ति छ भनेर यो घमण्ड गर्न दिनु। र यसमा हामीले कसैलाई केही भन्दैन। हेर्नुहोस्, हामी आफ्नो इलेक्सन शान्तिमय ढंगले लड्छ। म तपाईलाई रिक्वेस्ट गर्छु, पुरा यहाँ कराउने चिच्चाउने देख्दैछु मैले। हामी कराउँदैन पनि चिच्चाउँदैन पनि। हेर्नुहोस्, हामी आफ्नो ढंगले हामी लडाई लड्छौं, इलेक्सन लड्छौं। जसरी अहिलेसम्म गीत बजाउँदै, गाउँदै, नाच्दै दार्जिलिङलाई शान्तिमय राखेको छौं, अगाडि पनि यो शान्ति हामीले यथावत राख्छौं। म कार्यकर्तालाई यहीँबाट रिक्वेस्ट गर्छु, तपाईले अनित थापाको सोच र विचार मन पराउनुहुन्छ भने अनित थापाको कार्यशैली पनि तपाईले अपनाउनु पर्छ। यो शान्ति राख्नु पर्छ। कसैलाई कराएर हामीले केही पाउने होला छैन। संयम गर्नुहोस्, धैर्य गर्नुहोस्। धैर्य भन्दा ठुलो ताकत केही छैन। हेर्नुहोस्, यो पहाडमा मैले यात्रा सुरु गर्दाखेरि 99% पहाडले अनित थापालाई गाली गरेको, तर अहिले यही अनित थापालाई पहाडले म्यान्डेट दिएर जिटिए चिफ एक्जिक्युटिभ बनायो। यो धैर्यको ताकत हो। कतिजना सुन्दै थिए मैले लिडरहरूले, पहाडमा सबभन्दा शक्तिशाली पार्टी, त्यो त इलेक्सन पो जित्नुपर्छ। त इलेक्सन जित्नुपर्छ।
म्यान्डेट पाउनुपर्छ। इलेक्सन भने बित्तिकै सत्ताको चाहिँ लोभ गर्दिन भन्छ, फेरि कमिसनर पनि छोड्दैन, जिटिए पनि छोड्दैन, बङ्गाल मन पर्दैन भन्छ, फेरि बङ्गालकै एमएलए लड्छ। भएन क्लियर जोस हामी जस्तो। हामी त इलेक्सन लडेर जितेर चौकीमा बसेर हाम्रो भिजन हामी पाहाडमा देखाउँछौँ। त्यो चौकीमा पुग्नुपर्छ नि त, त्यो भिजन काम गर्नु। त्यसको लागि त मन पराउनु पऱ्यो नि। इलेक्सन त ट्याक्कै मन पर्दैन भन्छ, सत्तामा पनि भन्नै पर्दैन भन्छ। भन्नुहोस् त, हामी सानो नेमा बस्छौँ, क्लियर लड्नुपर्छ। अनित थापा बङ्गालसँग मिलेर काम गर्छु भनेर क्लियर लाइनमा छौँ हामी। हेर्नुहोस्, मैले कसलाई झुकाएको छैन अनि झुकाउँदिनँ पनि म। अनि म बङ्गाल, दार्जिलिङ बङ्गालमा पर्छ, अनि म बिहारसँग मिल्नु, आसामसँग मिल्नु, म बङ्गालसँग मिल्नु पऱ्यो नि त। म क्लियर कटमा काम गर्ने मान्छे, म झुकाउँदिनँ मान्छेलाई। हेर्नुहोस्, नझुक्काइ अगाडि लान्छु अनि तपाईँहरूलाई अप्ठ्यारोमा पनि हाल्दिनँ। जब मैले 2017 देखिको यो अभियान सुरु गरेँ, दार्जिलिङमा कुनै पोलिटिकल मर्डर भएको छ लु भन्नुहोस्, कसैको हत्या भएको छ? यही कुरोलाई चाहिँ अगाडि लानु चाहन्छु म। म मान्छेलाई हुच्चाउनु हुँदिनँ, म मान्छेलाई चम्काउँदिनँ, म मान्छेलाई तमासा पार्दिनँ। हेर्नुहोस्, त्यही कारण हामीले हाम्रो सोचलाई, हाम्रो विचारलाई अगाडि लानु लागि शिक्षित व्यक्तिले हामी अगाडि लागेको छौँ। भविष्यमा हेर्नुहोस्, अझै यस्तै व्यक्तिहरू अगाडि आउँछन्, किन उहाँहरूलाई हिम्मत दिनु पऱ्यो नि त। शिक्षित व्यक्तिले दार्जिलिङमा आउनु सक्छ, तर हाम्रोमा के छ भने एउटा मान्छे आयो भने मोबाइलमा गाली गरेर विचारहरूलाई डिमोरलाइज बनाइदिन्छ। हेर्नुहोस्, यो प्रथा बन्द हुनुपर्छ। त्यही कारण यसपालि विजय सरको जित्नु चाहिँ यो शिक्षित जमातको लागि एउटा राम्रो मेसेज हो। आउने भविष्य, पहाडको पोलिटिकल भविष्यको एउटा नयाँ रेखा कोरिन्छ। त्यही कारण तपाईँहरूलाई म रिक्वेस्ट गर्छु, बिजेपी पार्टीले तपाईँहरू कार्यकर्ताहरूलाई 5 वर्ष समय दियो, तपाईँहरूले अब 20 दिन दिनुपर्छ। तपाईँहरूले अब बिजेपी पार्टीलाई 20 दिन दिनुपर्छ। तपाईँहरूले बिजेपी पार्टीलाई दिन रात गरेर विजय राई सर जस्तो भएर तपाईँहरू काम गर्नुपर्छ। र तपाईँहरूलाई रिक्वेस्ट गर्छु, हामी यहाँबाट डिएम अफिससम्म कोही नहल्ली पुग्नुपर्छ। हेर्नुहोस्, कोही नहल्ली, यहाँबाट फुत्तै उताबाट फुत्तै होइन। यो 20 दिन छ, 20 दिन हामी एकदम दार्जिलिङको लागि, पहाडको लागि, दार्जिलिङ शान्ति समृद्धिको लागि लाग्नु भएको छ। हेर्नुहोस्, हिजो दार्जिलिङ, खरसाङ र कालिम्पोङमा हाम्रो नोमिनेसन फाइल दियौँ। हिजोको भिडले नै खरसाङ र कालिम्पोङ जितिसकेको तपाईँहरूले हेर्नुहुँदैछ। अब यो भिडले फेरि दार्जिलिङ जित्छ। यो भिडले हेर्नुहोस्, यो पालि हाम्रो जित निश्चित छ, जित्छ। हेर्नुहोस्, किन तपाईँहरूलाई पनि मैले हेर्छु, तपाईँहरूको एनर्जी, तपाईँहरू अहिले जितेको जस्तो छ, बडी ल्याङ्ग्वेज अहिले नै जितेको जस्तो छ। यो चाहिँ पोजिटिभ म्यासेज हो। हेर्नुहोस्, र हाम्रो एनर्जी हामी विजय सरलाई लाउँछौँ, अरूलाई होइन। हामी अर्काको घर नच्याउँ, अर्काको घर नहेरौँ। अस्ति हाम्रो इलेक्सन कमिसनको इसिआईमा हामी स्टेट इलेक्सनमा क्यान्डलको रेजिस्ट्रेसन पाएको पार्टी हो, तर इलेक्सन अफ इन्डियामा हामी क्यान्डल चलाउँछौँ भन्ने हामीले सोच राखेको थियौँ। तर इलेक्सन अफ इन्डियामा क्यान्डलै हरायो। तर क्यान्डल हराए पनि अनित थापाको सोच चाहिँ पहाडमा हराउनु हुँदैन। हेर्नुहोस्, उहाँहरूले क्यान्डल तिमीहरूको हावाले पनि निप्छ, पानीले पनि लिप्छ भन्छ, तर म क्यान्डललाई रेस्पेक्ट गर्छु, किन मेरो आफ्नो पार्टीको स्टेट चिनो हो। तर अझै त्यो भन्दा पनि निप्दै ननिप्दै ल्याएँ मैले। हेर्नुहोस्, पानीले पनि निप्दैन, हावाले पनि निप्दैन, कहिले पनि निप्दैन। हेर्नुहोस्, निप्दैन। अब यो नाम पनि विजय, क्यान्डल लाइट पनि निप्दैन पनि, अन्त बल्लेकै हुन्छ। अब यसरी नै पहाड सधैँभरि उजालेर बाल्नुपर्छ भन्दै अब हामी यहाँबाट र्यालीतर्फ लाग्छौँ। तपाईँहरूलाई आशा भरोसा छ तपाईँहरूमाथि। मलाई हामी शिक्षित व्यक्तिलाई यसपालि बङ्गालको इलेक्सनमा दार्जिलिङबाट जिताएर पठाउँछौँ भन्दै अब यो 20 दिन तपाईँहरूले हर दिन आफ्नो गाउँमा गएर लाग्नुहोस् भनेर तपाईँहरूसँग फेरि बाचा गर्छु। फेरि बिचबिचमा म तपाईँहरूको गाउँघरमा फेरि आउँछु, तपाईँहरूसँग भलोकुसारा गर्छु। तर एनर्जी पुरा लगाउनुपर्छ हामीले, पुरा। हेर्नुहोस्, पुरा एनर्जी। यति बेला हामीले सब गनगन थन्काउनुपर्छ। गनगन कुरो सबै थन्काउनुहोस्, अनि फेरि भोलि जितेपछि गनगन गर्ने जग्गा बचाएर राख्नुपर्छ भन्दै तपाईँहरू अब र्यालीतर्फ लागौँ। धन्यवाद।